मेरो कम्पनीमा यो बुम ट्रक ड्राइभिङ गर्नुपर्छ। अब यो उठाउने जेन्टर हो। मसँग न हेल्पर छ न को छ, म एक्लै छु। मसँग हेल्पर पनि छैन अनि रिगर चाहिन्छ, रिगर पनि छैन। अब यो म माथि गएर एक्लै लाउने हो, एक्लै झार्ने कोसिस गर्दैछु। र मेरो कम्पनीमा न सेफ्टी न के आफ्नै एरिया यहाँ कोही पनि छैन, न सेफ्टी न इन्जिनियर न पाइलट, कोही पनि आउँदैन। एक्लै गर्ने हो, एक्लै के हेरौँ। सेफ्टी आफै हैन, सेफ्टी म्यानेजर आफै, सेफ्टी साइट म्यानेजर म आफै, फोरम्यान, सुपरभाइजर, इन्जिनियर सबै मै हो। अब म माथि जाँदैछु है। धन्दा भर्याङ रहेछ र माथि गएँ कहीँ भन्छ आपत। यो उठ्न सक्छ कि नै हाल्न त मैले हालेको, तर उड्छ होइन। तर एक्लै छु, बिना सेफ्टी, बिना ट्र्याक रस्सी, त्यस्तै छ। माथि गएर बेल्ट त खोल्यो, तर पछाडिपट्टि बेल्ट खोल्नै लागिरहेछ। बोल्दा बोल्दै काकामा फेरि काकामा खोल्नु पठाएँ। त्यस पछाडि उठाएर चट्ट राखेँ। अन्त कहाँबाट काका आइपुग्नु भयो र सेक्युरिटी काका हुनुहुन्छ पूर्व मोरङको। अन्त काकाले यो भयो त्यो भयो भन्दै हुनुहुन्छ। बेल्ट खोलिदिनु भयो। त्यसपछि झारे एक्लै जस्तो तस्तो काकाले हल्का यसो रसो समाइदिनु गर्नुभयो। उहाँलाई खासै काम पनि थाहा थिएन। यसले नाटक गरिसक्यो, उठ्नलाई गाह्रो माने है। यो त जाँदैन, यो त गयो भने बन्द हुन्छ। उता जानु न, उता जानु, यता गर्नु के यता। अब यता गाह्रो भयो भने यता तान्ने, अनि उता गयो भने उता तान्नु, बुझ्नुभयो? यताउता हुन नदिनु है। फाइनली झऱ्यो। फेरि म माथि जाँदैछु अब बेल्ट खोल्न। धन्दा काका आउनुभयो र अलिक सहयोग भयो। नै भने त यता र उता घुम्थ्यो, हावा पनि थिएन। हावा आयो भने यो यता र उता घुम्थ्यो। ग्याप पनि धेरै थिएन, लगभग तपाईँको 3 इन्ची थियो। त्यतिमा बुमले झारेर एक्लै झारेर भ्याएँ। अनि त्यस पछाडि सबै कुरो भ्याएँ। थोरै अगाडि गरेर गाडी ल यता झारेर भ्याएँ होइन। यो खुट्टा अलिकति अगाडि गरेर म फेरि भिडियो बनाउनेछु। ल यति छुनालाई चाहिँ बाँकी गराएर चट्ट झारेर म फर्किँदैछु। यो सामानहरू सबै मैले ल्याएर झारेको। यो 12 टनले उठाउन सक्यो, तर यो 6-7 टन। यो सामान ल्याएर यसरी झार्दैको छु एक्लै।
गाडी हाँसी